हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। टक्क पारामा हामी दाजुभाइ पछाडि यहाँ एउटा बाइक छ नि, यहाँनिर जुम गर्न मिल्दैन थियो। त्यो पछाडि हेलमेट देख्नुहुन्छ। हामी 4 जना। हाम्रो यात्रा ताप्लेजुङ। मेची हाइवे बन्द भएको कारणले त्यो बर्फल्याङ्की कहाँ भन्नेमा पहिरो खसेर त्यो बाटो पुरै बन्द छ। जुनाबारी हुँदै यो बाटो आएको, यतिखेर इलाम पुग्नुसम्म हामी यहाँ बाटोमा छौँ। यहाँबाट इलाम अराउन्ड 6 किलोमिटर छ। भरेबाट भ्लग सुरु गर्नु चाहिँ मन लाग्दै, तर अँध्यारोमा राम्रो देखिँदैन भनेर जहाँ उज्यालो हुन्छ त्यहीँ गर्छु भनेर हिँडेको होइन। सो वी आर हेडिङ टुवर्ड्स ताप्लेजुङ। ब्याक हामी यता क्रिस्डोन ल गाइस, वी आर गोइङ टु ताप्लेजुङ। त इलाम आइपुग्यौँ बल्ल बल्ल बल्ल, धुलै धुलो बाटो बल्ल गाइस। तर चाहिँ जुत्ता टकटकाउँदै हुन्छ टक्क दुईवटा बाइकमा। खोइ क्रिस लुइटेल उहाँ माथि मुत्तु कुद्दैछ, त्यो त्यसलाई तुर्तुर लागे जस्तो कुदेको कुदै गर्छ। बिहान तातो पानी खायौँ नि त दुईजनाले। ल गाइस टक्क हाम्रो हो त बिस्तारै हिँडिरहेको छु ल गाइस। टक्क हाम्रो ल गाइस, हामी यो बाखोर कि बाखोर नजिकै आइपुग्यो। साथीभाइ पर्खिने यसो यो बस्न आँटेको। क्रिस उतै आउँदैछ, हाम्रो टोली आउँदैछन् बाइकमा। उँधोबाट एकछिन पर्ख्यौँ, चाक पनि टेकाउँ भनेर यहाँ रोकेको है गाइस। ल गाइस, हामी चाहिँ उहाँकै छेउछाउ आइपुग्न आँट्यो है। यस्तै छ रनिङ में बाइक। अनुहार देखाइदिए भाइ, हामी दुई भाइ पछाडि हाम्रो टोली आउँदैछ गाइस होइन। चट्टो पारामा जाँदैछौँ। बाटो यस्तै छ, ठिकै छ। दामी घाम लागेको छ, तर चिसो चाहिँ डेन्जर चिसो हावा चलिरहेछ। त्यो सुपारी खाइदिएको पुरै पसिना सरी भएर पन्जा चाहिँ खोलिदिएको, हात छिरियाउनु थालिसक्यो। अब गाइस हाम्रो अहिले 8 बजेर 6 मिनट चाहिँ हामी 8 बजेर 6 मिनट जाँदाखेरि हामी राखेभन्दा 8 किलोमिटर ओटतिर छौँ। राखेभन्दा 8 किलोमिटर ओटतिर टक्क हाम्रो टोली पछाडि निकै पछाडि नै छ जस्तो छ। त्यही भएर हामी बिस्तारै हिँडेको। टोली पनि आइपुग्छ कि भन्दै गाइस यस्तै छ है। बबाल पारामा हाम्रो राइड चलिरहेछ गाइस। On the way to Taplejung guys, we are on the way to Taplejung. Obviously vlog सबै त्यसरी देखाउन मिल्दैन। राके 9 किलोमिटर रहेछ, यहाँ बोर्ड देखियो। राके यहाँ 9 किलोमिटर रहेछ। हामी भालीचोक भन्ने ठाउँमा गएर खाना खाने निर्णय गरेका छौँ। त्यहाँ एउटा काकी होटल छ अरे, हो त्यहाँ अघि फोन गरेर खाना दामी बनाइदिनु भनेको छु होइन। यहाँ त्यो पुग्नलाई हामीलाई यहाँदेखि 2.5 घन्टा जति लाग्ने रहेछ समय। 8 बज्यो भनेपछि 10:30 मा हामी त्यहाँ पुग्छौँ। अराउन्ड 11 साढे 11 मा हामी ताप्लेजुङ बजार टेक्छौँ भन्ने सोचिरहेछौँ। किनकि बिहान हामी छिटै आइयो नि त। हाम्रो स्टप त्यसरी रोकिएर कहीँ हिँडेन, हामी आरामले हिँडिरह्यौँ। त्यस्तै छ गाइस। सी यू। जहाँनिर रोकिन्छ त्यहाँनिर ब्लग सुरु गर्छ। फिदिम है त फिदिम। अब 1.5 घन्टा पछि मात्र हामी खाना खाने ठाउँ पुग्ने। उहाँ भालुचोकतिर गएर खाने अरे टक्क। यस्तै चाहिँ भयो 15-20 मिनट भयो आइपुगेको। बाइक हाम्रो टोलीहरू सबै हिँड्छौँ। अब जाने हो, अब लाग्छ। ल गाइस, हामी फाइनल्ली खाना खाने ठाउँ यो कहाँनिर हो, हलिहाङ कावेलीदेखि 15 किलोमिटर ओरतिर टक्क। यस्तै छ है। कति बजी सर चाहिँ 11:30 होइन 12 बज्यो नि, झन्डै 12 बजी खाना खाने ठाउँ। यहाँबाट टक्क खानासाना खाएर निस्किने। गाइस फाइनल्ली हामी ताप्लेजुङ चाहिँ आइपुग्यौँ। यहाँदेखि अरू 2 घन्टा पछि बाटो लाग्छ। यस्तै छ। पर्खिरहेछ हामी हाम्रो टोलीलाई। 2 जना आउँदैछन्, उनीहरूलाई पर्खिँदैछौँ। अनि आएपछि जाने।
कहाँ छौ ल गाइस ट्रेकिङ सुरु लखर लखर ऊ त्यो अगाडि फाँडेको चाहिँ केबल कार बनाउनको लागि अरे यहाँ देखिरहेको नि हो त्यो हाम्रो क्रिस्टोन जल्दो बल्दो युवा खुइक्का खुइ हिँड्ने हुन्छ रजनीगन्धा खाएर एकछिन अहिले धप्पै देख्छ एकछिन हेलो अँध्यारो छ देखिने केही होइन खास बालौँ त क्रिस्टोन हिँडिरहेछ ट्रेकिङ चलिरहेछ गाइस हाम्रो हामी केही कदम दूर छौँ मन्दिरको लास्ट चिसो छ जाँदैछौँ गाइस एक घन्टा भयो हामी हिँडेको अब आधी घन्टामा चाहिँ पुग्छौँ हामी ल गाइस पाथिभैरव माताको दर्शन गर्दै हामी टक्क पारामा दर्शन गरेर फर्किँदै है अघि दर्शन फर्किँदै क्रिस्चियन उता र बाटो यस्तै छ अहिले भनेको कति बज्यो भन्दाखेरि 7:30 भयो हाम्रो उद्देश्य 9 बजी सानो फेरि खाजासादा खाएर 9:30 मा त्यहाँबाट हिँडेर 11 बजी ताप्लेजुङ अनि बाइकको चेन सफा गरेर 12 बजी चाहिँ ताप्लेजुङबाट हिँड्यो भने 12 1 2 3 5 6 7 7 देखि 8 बजी घर पुगिन्छ कि भन्ने आश पारामा हिँड्दैछौँ है लखर लखर ठुलो फेरिबाट उँधो दर्शन गरेर अघि नै फर्केको ट्याक 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 अब सानो फेरि 20-25 मिनटमा पुगेर भुरभुर 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 पारेर हिँडिहाल्ने हो ताप्लेजुङतिर गएर खाने के खाने ल यस्तै छ गाइस बाटो हिजो आउन झन्डै 1 घन्टा लागेको थियो जान 25-30 मिनटमा ओर्लिन्छौँ कि भन्ने आश छ ओर्लिन्छौँ पनि होला चक्क मन्दिर सन्दिर दर्शन गरी ताप्लेजुङबाट एराउन्ड कति सानो फेरिबाट 10 बजीतिर निस्केको थियौँ 11:15 मा ताप्लेजुङ निस्केको थियौँ अनि बाइक धुन दिएको मेरो चाहिँ बाइकको पछाडिको डिस्प्याड गएछ अनि डिस्प्याड ताप्लेजुङभरि खोज्यो कहीँ पाएन बेनालीको डिस्प्याड गएछ अनि कहीँ खोज्दा पाएन नपाएपछि बिस्तारै फिदिमा आयो फेरि मेरो 3 बजीतिर फिदिमा आइपुगेको 12 बजी ताप्लेजुङ हिँडेको 3 घन्टा लाग्यो फिदिमा आउनु बिस्तारै आएर खोजेर फेरेर अनि आएको आइगएको यहाँ फ्ल्याट हेर्नेर आइपुगेको थियो लास्टै ज्यान गले जस्तो पुग्यो नसकिने अब बाइक कुदाउन चाहिँ भयो आजलाई भन्ने जस्तो भएर जाममा रुम लिएर हामी रुममा बसिसक्यौँ 4 भाइ बाइकले धोका दिएको थिएन अन्त हामी एराउन्ड झन्डै घर पुग्थ्यौँ झन्डै होइन घर पुगि नै सक्थ्यौँ तर बाइकमा प्रब्लम आइसकेपछि म यति गरेर कुद्नु त भएन त्यही भएर अहिले टक्क इलाममा भोलि बिहान निस्किन्छ इलामबाट अब घरतर्फ हिँडेको बिहानै इलामबाट निस्केकै रहेछ हाम्रो टोली अगाडि लाग्यो हामी 12 खोलाको आधीसम्म आइसक्यो अझै आधी बाँकी छ त्यसलाई मुता हेर नि रोकेर लगाएर रोकेको लगाइस हामी फाइनल्ली कन्यामदेखि अलिक अरूतिर अलिक परै छ कन्याम लेखेको चाहिँ हाम्रो टोलीलाई फर्किँदै हाम्रो टोली आउँदैछ उताबाट यहाँको 5 मिनट जति भयो
कपारमा सुइँ आउँदैछौँ है हेडिङ टुवर्ड्स होम यो थ्याङ्क यू सो मच फर वाचिङ द क्रिस यहाँ छ लाइक सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल टक्क पारमा होम ब्याक टु होम